राम्रो राम्रो कुरा ज्ञानमूलका कुरा हजुरहरूले हामीलाई सिकाउने पुरानो कुराहरू होइन हामीले भुलेका कुराहरू हुन्छन् नेपालतिरका होइन अब रीतिरिवाज संस्कार संस्कृति यस्ता कुराहरू चाहिँ हजुरहरूले कुरा गरेर के गर्दा राम्रो हुन्छ होइन ढङ्ग त अनि हजुरहरूबाट हामीले सिक्ने हो नि त अनि आमाहरू होइन बुढी आमाहरू हजुरआमा आमा हजुर हजुर अँ, 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 उम्। हजुर नेपाल चाहिँ कहाँ रे आमा हजुरको नेपाल चाहिँ कुन ठाउँ मेरो त पर्वत हो नि बाबु ए पर्वत अँ अनि कति भयो हजुर यहाँको म आएको 5 वर्ष भयो युके बसेको हजुर कस्तो अनि नेपाल र यहाँ के कतिको राम्रो छ बाबु यहाँ राम्रो छ यहाँ को हुनुहुन्छ हजुरहरू यहाँ छोरा बुहारी नाति नातिना पलाँती समेत पाएछु यही अँ कति भाग्यमानी हजुरले म त धेरै भागी मान्छु बाबु अनि उमेर चाहिँ कति पुग्नु भयो हजुर उमेर पनि भइसक्यो अब भइसक्यो 80 80 80 त होइन है 75 त्यस्तो देखिनु न हजुर त उहाँ र म सबै हो ल हजुरले भर्खर 50-55 तिर जस्तो देखिनुहुन्छ हेर्दा त खै अब दाँत पुग्दै यस्तै भयो बाबु दाँत त हाम्रा नि खुत्की आमा अब अघिका दुःखले अघिका सङ्घर्षले अब बुढै पनि भइयो अब उमेर पनि गयो उमेर भइसक्यो 80 झन् ठुला दुःखले घेरेको क्रान्तिकारी गीत होइन भरिया भरिया लामो छ फेरि भरिया दाइले बिसाउने भारी भरिया दाइले बिसाउने भारी अनि हजुरको नाम चाहिँ के नि आमा मेरो पवित्र भुषाल पवित्र भुषाल मेरो छोराको नाम रामचन्द्र भुषाल हो नातिको नाम मिलन भुषाल हो बुहारी राधिका भुषाल हुन् छोरी पनि एउटै छोरा पनि एउटै हुन् छोरी चन्द्रकुमारी भुषाल हुन् छोरी कहाँ हुनुहुन्छ नि छोरी गैँडाकोट गैँडाकोट नेपालमा हजुर गैँडाकोटको मान्छेहरू धेरै हुन्छ नि होइन धेरै छन् अहिले त गैँडाकोटै हो नि गैँडाकोट मान्छे अहिले नातिको बिहा गरेको अहिले मुसिर अनि नातिको बिहा गरे आइयो ठिकै छ बाबु अब यहाँका सरकारले नि अब अलिअलि अब बेनिफिट दिएको छ ए खर्च पनि दिन्छ दिएको छ अब आफूले पनि सङ्घर्ष त गरेकै हो भनौँ अब 10 महिनाको टुहुरो हुर्काएको म 25 वर्षको विधवा भएको म ल त्यस्ता दुरा छोराछोरी हुर्काएर अब यो ठाउँमा आउनु एउटा ठुलै भाग्यमानी हुँ बाबु म अर्कान्जुनिया कति वर्षमा बिहे गर्नुभयो हजुरको उमेर बिहा त 13 वर्ष 13 वर्षकी हुँदा बिहे गरिदिनु हजुर 13 वर्ष पर्वतमै हजुर पर्वतमै हो त्यस्तै छ बाबु त्यति बेला त दुःख थियो होला दुःख थियो एकदम दुःख थियो हाम्रा पाला दुःख थियो अहिले त सुख भयो छ गरे बाबु अब मान्छेले गाउँ छोडे अहिले अब गाडी त्यहीँ गएको छ धारा त्यहीँ गएको छ एक घरको एक धारा गएको छ हाम्रो पाला टाढा पानी लिन जानु पर्थ्यो ढिकी जाँतो गर्न पर्थ्यो मेलापाता गरेर अनि छोराछोरी कहाँ छन् भन्ने खोज्दै अनि ल्याएर अनि छोराछोरी घर ल्याएर अनि सुताएर अनि अब 4 बजे उठ्न पर्थ्यो 3 बजे उठ्न पर्थ्यो ल मेरा कुरा सकिएन न अब भन्नु न अब सकिए बाबु छैन सुखका कुराहरू होइन सुखका कुराहरू सुनाउनुहोस् त्यस्तै छ बाबु अब यता सहर यिनी मयाले गर्दिनँ अब कुरा यहाँ बाबु मेरो कुरो अब सकियो भन्नु किन नजान्ने हो त्यही त जानेको कुरा भन्नु न के साट्ने तपाईँबाट हामीले सिकिन्छ होइन के गर्दा राम्रो हुनेछ कति दुःख पाउनुभयो तपाईँहरूले दुःख त पाएको बाबु कामको दुःख अरू खाना लाउन दुःख भएन कामको दुःख पाइयो अघि हजुर अब खान लाउन दुःख भएन हजुर कामको दुःख त बेस्ट काम गर्छ खान पाइहाल्यो पाइहाल्यो कामको दुःख भयो बाबु कामको दुःख भयो अब दुरा छोराछोरी टुहुरा छोराछोरी हुर्काउँदा अब 10 महिनाको टुहुरो छोरो 25 वर्षको मेरो उमेर 3 वर्षकै छोरी थिएँ कस्तो सुख भयो होला लौ अहिले त म त अर्कान्जुनिया छु बाबु मलाई सुख छ मलाई सुख राम्रो गरेका छन् छोरा बुहारीले एकदम प्यारो गर्छन् नाति नातिनाले प्यारो गर्छन् म त अर्कान्जुनिया जस्तो लाउँछ
कति रमाइलो होइन रमाइलो छ बाबु साह्रै रमाइलो नाति पलाती नाति नातिनाको कहाँ बस्नु नातिनीबाटबाट मैले पलाती देखेको त दुईवटा पलाती छन् नातिको नातिनीको भयो भने नातिको भने एउटै हो देखियो अब नातिको बिहा त अहिले गरियो बल्ल त्यस्तै छ बाबु ठिकै छ अब अहिले त राम्रो छ अनि हजुर नेपालतिर नगएको कति हो आमा अहिले मुसिरमा गएर नातिको बिहा गरेर आइयो नि 1 महिना आएको बाबु फेरि यहाँको छोड्न भएन के अरे 1 महिनै फर्के आएको यहाँको सरकारले दिएको छ के अरे हजुर त्यसो हुँदाखेरि अब लोभ आउँदो रहेछ जति भए पनि एकदम राम्रो छ बाबु अब छोरा बुहारी नाति नाति यहाँ एक्लै हिँड्न सक्नुहुन्छ त आमा बाटोघाटो साथी हिँडै छन् के अरे यी जीवन साथी भइन् अनि अब उहाँ पनि अब उहाँ त काफल गाँसे हो जाने बेला भएछ काफल गाँसे दुई दिनको त्यही त नि फेरि अर्कोचोटि आउनुहुन्छ नि गर्मीमा अर्को गर्मीलाई उताको गर्मी छलेर यहाँ आउने यहाँको जाडो छलेर उहाँ जाने अरे उहाँ त्यही गर्नुहुन्छ उहाँको सासू हुनुहुन्छ त आउन सासू आमा हुनुहुन्छ उहाँको पनि उहाँको सासू हुनुहुन्छ त्यसो हुँदाखेरि उहाँलाई अलि गाह्रै छ उहाँ र हामी एउटै लाइनमा हो क्या घर यहाँ हो यहाँ चाहिँ अनि तपाईँको कहाँ हो नेपाल मेरो नेपाल बुटुवल थाहा छ हजुरलाई किन थाहा हो कहाँ थियो बुटुल बुटुवलदेखि अलि भित्र गाउँतिर जानुपर्छ आमा उता गाउँ जानु भएको छैन होइन हाम्रो माइत देश हामी कोरिन्टीको यो पार्कमा छौँ अनि हामीसित नेपालबाट आउनुभएको यहीँ बस्नुभएको बुवाआमाहरू बुढीआमा हजुरआमा ठ्याक्कै मेरो हजुरआमा जस्तै देखिनुहुन्छ उहाँ एकदम माया लाएर मैले एउटा भिडियो बनाउनु खोजेको त्यस्तै देखिनुहुन्छ हजुर जस्तै हुनुहुन्थ्यो मेरो हजुरआमा हामीहरूको दुःख भन्ने हो भने त सेमै छैन अघि दुःख त अब खानाको दुःख त भएन कामको दुःख त भएन खानाभन्दा राम्रो खाना त्यति बेला पाइन्थ्यो होला खान्छ नि बाबु अघि रोग लाउँदैन त अब मही पारेर आफ्नै घर भन भैँसी गाई भैँसी पालेर मही पारेर अब दुध घिउ मही खाइयो अब अघि चियाको चलन थिएन बाबु मही खान कोही पाहुना आए पनि चिया भनेन नि त मही खानुहुन्छ भने नि त अहिले पहिला चिया सोध्ने हो अहिले त चिया खाना नि हुन छोडेको रोगले घिउसितको मही होइन आमा हजुर मही पनि मही हो र घिउसितको आदि घिउ त्यही हुन्थ्यो त्यही हुन्छ त्यति बेला त दही मही सोधिन्थ्यो अहिले पहिला चिया सोधेन नि त अहिले बरु पानी सोध्ने अहिले चिया खाना चिया पकाउने भनेको त मसला पनि छैन भुटुन पनि छैन भने के बुढी माउले मेरै हजुरआमाले अब यो कुरा पनि हुन्छ है क्या घाँसे मेरो बुवा भनौँ दुबई कम्पनीमा काम गर्नुभएको आउँदा अब चिनी चियापत्ती लिएर आउनुभएछ मेरो हजुरआमालाई आमा चिया पकाउन सोना दिँदाखेरि अनि हजुरआमाले के गर्नुभएछ भने घिउ राखेर मरमसला राखेर पर भुट्नु भएछ चियालाई देख्नु नि छैन सुन्नु नि छैन अनि त्यहाँबाट अब उताको कटौरा यत्रो कत्रो कटौरा ल्याएर दिँदाखेरि ए आमा के हार्नु भएको भने भन्नुभएछ मेरो बुवाले बाबु चिनी आएन चिनी थप्थ्यो भन्नुभएछ त्यही पनि थाहा छैन अनि त्यस्तो गर्नुभएको अघि पहिला चियाको चलन त्यस्तो थियो मेरै हजुरआमाले घिउमा भुटेर मसला राखेर हाम्रो पाला त घिउमा त होइन तर त्यही केत्र डब्बा पाउडरको दुध लानुहुन्थ्यो क्या हाम्रो बाबा त्यही दुध आमामा यति मिठो हुन्थ्यो राम्रो हुन्छ मेरा बुवाले अब डिबा कम्पनीमा काम थियो मलाई रस झाउटा दिनु भन्ने झाउटा दे मलाई रस दिए झाउटा दिएन भन्ने अरे मै पनि बुढो झिल्के हुँदो हुँ अहिले पो बुढो 16 वर्ष उमेरैमा
मै पनि झुल्के हुँदो हुँ अहिले पो बुढो भएर यो दर पुग्दै मान्छेले यो जतासुकै छाडछाड नगर्नु है बाबु लाजै गर्नु भयो बा केही छैन हामी यस्तो रमाइलो पार्कमा होइन बुवा आमा लगायत होइन अरू के भन्नु आशा र दुःख कुरा कुरा गर्नु केटाकेटीहरू किन केटीकेटीहरू उतातिर खेलिरहेका छन् हामीले पनि आफूले मेरै नाति जस्ता छन् केटीकेटीहरू यता खेलिरहेछन् अब यहाँ यी आमाहरू बस्नु भएको छ मैले चाहिँ बुढाबुढी मान्छेहरूसँग गफ गरेर मजा लाग्छ रमाइलो लाग्छ पुरानो कुराहरू सुन्न मजा लाग्छ ल आमा एउटा चुड्का गाइदिनुहोस् त भजन गाउने हो कि कस्तो हुन्छ भजन गाए पनि हुन्छ भजन गाउनु त अझै राम्रो होइन कहिले कहिले मन्दिरतिर कहिले जान्छु मनमा शान्ति छैन मनमा कहिले मन्दिरतिर कहिले जान्छु मनमा शान्ति छैन मनमा कहिले मन्दिरतिर शान्ति छैन मलाई कहिले मन्दिरतिर कहिले जान्छु मनमा शान्ति छैन मनमा मन्दिरतिर कहिले जान्छु मनमा शान्ति छैन मनमा राम्रो भने क्या छट्ट परे ताई कस्तो भएको हुन्छ त्यो पनि त अब एउटा उनी होइन, त्यो पनि बुढाबुढीको गीत गाउँदाखेरि राम्रो रमाइलो छट हालेर भयो नि त अब के भनौँ त अर्को राम्रो छ राम्रो होइन भजन हो होइन जम्मा परेको आउँछ आएपछि जान्छ अब पैसा आउँछ गरे अब अहिले कहाँ जान्छ अनि यहाँ आएर अनि यस्तो अप्ठ्यारो दुःख गाह्रो केही कतै पाउनु भएको छैन केही पाइयो छैन बाबु अझलाई एकदम राम्रो छ अनि आमा नेपाल जानु मन लाग्दैन खासै भएको छैन है बाबु किनभनेदेखि अब गर्मी अनि अब त्यो नेपालका ती धुलो र धुवा अब बाटाघाटा केही खासै जान मन लाग्दैन बाबु हजुर किनभने परिवार भएका छोरा नाति बुहारी नातिनी बुहारीसँग त्यहीँ छन् यहीँ छन् अब के खान जाने हो त्यहाँ एउटी छोरी छ नि त यो नमस्ते हाम्रो दिदीबहिनीहरू पनि ल, दिदीबहिनीहरू भिडियो लिइरहेको छु आउनु तपाईँलाई भयो। अप्ठ्यारो लाग्दैन भने जोइन हुन सक्नुहुन्छ है मैले एउटा भिडियो बनाउँदैछु आमाहरूसित हजुरहरूले ल, अप्ठ्यारो बनाउनु लाग्दैन भने सक्नुहुन्छ। सँगै जोइन हुन सक्नुहुन्छ अनि अप्ठ्यारो लाग्दैन भने जोइन हुन सक्नुहुन्छ अनि कसैलाई चाहिँ भिडियोमा आउन मन लाग्दैन होइन त्यो मैले सोधिहालेको हजुरलाई पहिला नै अनि आमाहरूसित पुरानो पुरानो गफ गर्दैछु क्या म चाहिँ हामीले अब पुरानो कुरा गरियो यहाँ बाबु ल आमा टु बी कन्टिन्यू अगाडि बढ्नु त कति बोल्छ अनि नेपाल चाहिँ जान त्यति रहर लाग्दैन मजा लागेन अब ला छैन बाबु खासै ला छैन किनभने छोरो एउटै हो हजुर छन् त छोरी छन् नेपालमा हजुर खासै ला छैन अब सकेसम्म त यहाँ मर्न मन छैन है बाबु हजुर नेपालमै गएर मर्न मन छ अब भगवान्ले के गर्नुहुन्छ थाहा छैन सब भगवान्को हातमा होइन आमा भगवान्कै हातमा हो बाबु सही हो। त्यही हो बाबु अब के भनौँ त नि खै अब भन्ने जति सकियो सकियो अब बोल्नै होइन, अब केही आएछ भने फेरि भन्न नि सक्छु है फेरि एक्लै बसेर बोल यता दाँत उलिया मान्छेसित पनि के हो फ्यामिली तरिका थियो अरू के छैन भयो पनि अब धेरै पुरानो पुरानो कुराहरू सोधेको मात्र थियो आमाहरूसँग मेमोरीको लागि त्यही मेरो हजुरआमा जस्तै लगाएर चाहिँ अनि यसो मलाई पनि याद मेटाउँ भनेर आमाले कुरा पनि रमाइलो गर्नु रहेछ ठिकै हो बाबु अब के भनौँ 80 वर्षको उमेरमा यति टाटी हुनुहुन्छ अब टाँठै छु यतिको 80 त अनि अलि भयो। आमा नेपालमा गाई बस्तु पाल्नु हो कि पाल्नु होइन ओहो एउटा घोडा पाइन्न मैले घोडा एउटा हात्ती पाइन्न एउटा सुँगुर पाइन्न अरू नपालेको भने जम्मै
गाई पाल्न कि गोरु पाल्न कि हजुर। बाख्रा पाल्न कि सब जति पालेको हो सब यता यता गर्ने थोरै दुःख गरेको त होइन क्या हजुर। त्यसै एउटा छोरो टुहुरो छोरो यहाँ हिजोमा आउँथ्यो अनि मैले दुःख गरेर आएको हो। हो नि मेरै सङ्घर्षले आएको मेरै धर्मले आएको हो। अनि अहिले छोरा नाति सब आएका छन् अँ, खुसी लागेको छ बाबु अनि हजुर पनि आउनु भएको म तिमी पनि रमाइलो आएँ, होइन अब खुसी हो खुसी छ उहाँहरू अब। पनि खुसी हुनुहुन्छ तपाईँहरूलाई यहाँ सँगै बस्नु पाएपछि होइन सँगै बस्न पाएपछि अब नेपाल गएर बसेँ छोरालाई फिर अँ, आमाको चाहिँ भाइ हजुर, आफू पनि किन गएर एक्लै बस्नु अँ, अब त्यस्तै छ बाबु अब मर्न त सकेछन् यहाँ मर्न मन छैन अँ, अब भगवान्ले के कहाँ लानुहुन्छ बाबा? कहाँ लानुहुन्छ जहाँ लान्छ कर्मले उही हो मेरो घर त्यही हो नि आमा, होइन त्यही हो त्यही बेला आधा अचम्म त नि त्यस्तै छ बाबु अब अनि अब कहिले जाने सोचमा हुनुहुन्छ त नेपाल अब केही काम परेछ भने त जाउँला बाबु नभएदेखि त मैले नजाने यति रमाइलो छ होइन त्यति रमाइलो छ यति शीतल छ अहिले त नेपालमा त गैँडाकोट त बेसी गर्मी छ अरे नि होइन बेस के नि ए छोरीले गर्मी छ आमा गर्मी छ भने जब अरूले पनि भन्छ खायो मेरो पनि बुवा आमा घर नेपालमै हुनुहुन्छ गर्मी त यस्तो गर्मी छ भन्ने बुटोलतिर हजुर बुटोलमा त झन् गर्मी बुटोल भएर त झन् गर्मी हो बाबु हाम्रो कहाँ भन्दा नि अझ उता झन् गर्मी हुन्छ ठिकै छ बाबु अब तर यस्तो हुँदैन भनौँ अब बस्नै नमिले अब जापान जे बस्न नमिले त जानै पर्छ होइन हो यहाँ अब बस्न मिलेको छ बस्न मिलन्जरी अब परिवारसितै बस्न रमाइलो रमाइलो हो नि जहाँ गयो नि परिवार बस्न पाउनु भनेको त्यो नै भाग्यको कुरा हो होइन? भाग्य कुरो हो नि बाबु अब भनौँ छोरालाई नि फिर हुन्छ म गएर नेपाल गएर बस्दा आफूलाई नि फिर अब एक्लै गरेर चाहिँ बस्नु ठिकै छ बाबु पाताल भन्छ फातै यत्र यत्र ठिकै छ अब नराम्रा नराम्रा कुरा जति छन् भने यसो काटिदिनु होला हजुर अँ, होइन राम्रै छन् कुरा राम्रो मैले यसो तपाईँको भिडियो कहीँ कतै राखेँ भने तपाईँलाई अप्ठ्यारो लाग्छ कि लाग्दैन होला अरूले देखायो भने खै लाउँदैन मलाई हामी खोले राम्रै कुरा गरेछौँ होइन पारिवारिक कुरा गरेर किनकि अब कसले के भन्दैन केही भन्दैनन् पछिसम्म रहिरहने कुरा हो यो होइन यतिको उमेरको मान्छेहरू कहाँ भेटिन्छन् अहिले अनि यसरी बस्ने मान्छे होइन दुःख त गरेको हो बाबु त्यही पनि अब अघिको खानपिनले गर्दाखेरि अब निरेगै भन्नु पर्यो उति बेलाको सुकमानाको घिउ खाएको भएर के भन्नु त त्यस्तै छ बाबु ठिकै छ हुन्छ आमा त्यसो भने आजको कुरा यहीँ टुङ्गाइदिउँ होइन हस् फेरि भोलि भेट्नुपर्छ पार्कमा ल ल ल फेरि फेरि हस् आमा ल धन्यवाद ल, धन्यवाद बाबु घरमै खाने